सम्पूर्णमा अभिवादन तथा आजको यस नयाँ भिडियोमा सबैलाई स्वागत गर्दछु। मैले आजको यस भिडियोमा नेपालको इतिहाससँग सम्बन्धित लोकसेवा र शिक्षक सेवा आयोगमा सोध्न सक्ने 25 वटा महत्त्वपूर्ण प्रश्नहरू लिएर आएको छु। पक्कै पनि यी प्रश्नहरू तपाईहरूको शिक्षक सेवा र लोकसेवाको यात्रामा कोसे ढुङ्गा साबित हुनेछन् भन्ने विश्वास लिएको छु। आउनुहोस् लागौं आजको भिडियोतर्फ। आजको यस भिडियोमा पहिलो प्रश्न रहेको छ, नेपालको इतिहासमा पूर्वका मान्छे भनेर तलका मध्ये कुन वंशलाई चिनिन्छ? अप्सनहरू रहेको छ, ए किराँत वंश, बी महिषपाल वंश, सी सोम वंश र डी शाह वंश रहेको छ। यसको सही उत्तर हो पूर्वको मान्छे भनेर किराँत वंशलाई चिनिन्छ। यसको सही उत्तर किराँत वंश रहेको छ। त्यसैगरी प्रश्न नम्बर 2 मा लिच्छवी कालमा त्रिकर भन्नाले कुन कुन करहरू पर्दथे? अप्सन ए मा रहेको छ भाग, भोग र चयल कर। त्यसैगरी अप्सन बी मा भाग कर, भोग कर र कर रहेको छ। त्यसैगरी अप्सन सी मा भाग कर, कर, सिंह कर रहेको छ भने अप्सन डी मा भोग, कर र नैल रहेको छ। यसको सही उत्तर रहेको छ अप्सन बी भाग, भोग र कर। भाग भन्ने बित्तिकै कृषिमा लाइने कर हो भने भोग भनेको पशुमा र कर भनेको वाणिज्यमा लाइने कर हो भने अप्सन बी को उत्तर सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 3 रहेको छ, तिरहुत राज्यको संस्थापक राजा कसलाई मानिन्छ? तपाईहरुको जानकारीको लागि म भन्न चाहन्छु, तिरहुत राज्य अथवा डोय राज्य अथवा कर्नाटक राज्य भनेको एउटै हो भने यसको अप्सनहरू रहेको छ, ए हरिसिंहदेव, बी नागराज, सी नान्यदेव र डी बरदेव रहेको छ भने यसको सही उत्तर रहेको छ अप्सन सी नान्यदेव। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ, नेपालको राजधानी काठमाडौँ कहिले घोषणा भएको थियो? अप्सनहरू रहेको छ विक्रम सम्वत 1825 चैत्र 10 गते, बी अप्सन रहेको छ विक्रम सम्वत 1826 चैत्र 20 गते, अप्सन सी रहेको छ विक्रम सम्वत 1827 चैत्रको 20 गते र अप्सन डी रहेको छ विक्रम सम्वत 1826 चैत्र 10 गते। यसको सही उत्तर रहेको छ अप्सन डी विक्रम सम्वत 1826 चैत्र 10 गते काठमाडौँ राजधानी घोषणा भएको थियो। त्यसैगरी प्रश्न नम्बर 5 रहेको छ, नेपालको इतिहासमा औँलो पर्व कहिले घटेको थियो? औँलो पर्व यसको अप्सनहरू रहेको छ विक्रम सम्वत 1904 श्रावण 13 गते, अप्सन बी विक्रम सम्वत 1905 श्रावण 13 गते, अप्सन सी विक्रम सम्वत 1903 श्रावण 13 गते र अप्सन डी विक्रम सम्वत 1906 श्रावण 13 गते भने यसको सही उत्तर रहेको छ अप्सन ए विक्रम सम्वत 1904 श्रावण 13 गते। त्यसैगरी प्रश्न नम्बर 6 रहेको छ, नेपालको इतिहासमा एग्नेट प्रथाको सुरुवात गर्ने राणा प्रधानमन्त्री को हुन्? अप्सनहरू रहेको छ जुद्ध शमशेर, अप्सन बी जङ्गबहादुर राणा, अप्सन सी पद्म शमशेर र अप्सन डी मोहन शमशेर रहेको छ। यसको सही उत्तर हो अप्सन बी जङ्गबहादुर राणा। अब तपाईलाई जानकारीको लागि एग्नेट प्रथा के हो भन्ने कुरा जानकारी गराउन चाहन्छु। एग्नेट प्रथा के हो भन्दा रोल क्रम, प्रधानमन्त्री हुने रोल क्रम बाउबाट जेठो छोरामा नगएर बाउबाट अथवा भाइबाट भाइमा जाने प्रथा नै एग्नेट प्रथा हो, जसको सुरुवात जङ्गबहादुर राणाले गरेका थिए। त्यसैगरी प्रश्न नम्बर 7 रहेको छ, सुगौली सन्धिमा कतिवटा धाराहरू रहेका छन्? अप्सनहरू रहेको छ ए 10 वटा, अप्सन बी मा 11 वटा, अप्सन सी 9 वटा र अप्सन डी 12 वटा रहेको छ भने यसको सही उत्तर अप्सन सी 9 वटा। सुगौली सन्धिमा 9 वटा धाराहरू रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 8 रहेको छ, विक्रम सम्वत 2078 सालको जनगणनाको आधारमा प्रदेशगत जनसङ्ख्याको आधारमा जोडा मिलाउनुहोस्। यहाँ दिएको छ नम्बर 1 बागमती प्रदेश, नम्बर बी मधेस प्रदेश, नम्बर सी लुम्बिनी प्रदेश र नम्बर डी कोशी प्रदेश दिएको छ भने बागमती प्रदेशको जनसङ्ख्या प्रतिशत रहेको छ 20.97 अर्थात् यो अप्सन सी यसको उत्तर रहेको छ भनेको ए को अप्सन सी अप्सन तेस्रो अप्सन रहेको छ
त्यसै गरी बी मध्य प्रदेशको 20.9 छ भनेको बी को 4 रहेको छ भने लुम्बिनी प्रदेश सी को रहेको छ 17.56% रहेको छ भने कोशी प्रदेशको 17.01% रहेको छ भने यसको सही उत्तर रहेको छ नम्बर डी, अप्सन डी यसको सही उत्तर रहेको छ। ए थर्ड, बी 4, सी को सेकेन्ड र डी को फर्स्ट अथवा डी को 1 नम्बरको रहेको छ भने यसको सही उत्तर अप्सन डी रहेको छ। त्यसै गरी प्रश्न नम्बर 9 मा नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री को हुन् भनेको छ। अप्सनहरू विश्वेश्वर प्रसाद कोइराला, अप्सन बी भीमसेन थापा, अप्सन सी जङ्गबहादुर राणा र अप्सन डी केपी शर्मा ओली रहेको छ भने यसको सही उत्तर अप्सन ए विश्वेश्वर प्रसाद कोइराला। उहाँ चाहिँ नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री हो भने नेपालको प्रथम प्रधानमन्त्री भनेर आयो भने उहाँ भीमसेन थापा हुनुहुन्छ प्रथम प्रधानमन्त्री, तर निर्वाचित भनेपछि विश्वेश्वर प्रसाद कोइराला, अर्थात् प्रश्न नम्बर 9 को ए नम्बरको अप्सन सही रहेको छ भने प्रश्न नम्बर 10 विक्रम सम्वत 2030 असार 25 गते सिंहदरबारमा भीषण आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री को थिए भन्ने प्रश्नको उत्तरमा अप्सनहरू बीपी कोइराला, बी कृतिनिधि बिष्ट, सी कृष्णप्रसाद भट्टराई र अप्सन डीमा गिरिजा प्रसाद कोइराला रहेको छ भने यसको सही उत्तर अप्सन बी कृतिनिधि बिष्ट हो। त्यतिखेर कृतिनिधि बिष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसै गरी प्रश्न नम्बर 11 नेपालको इतिहासमा सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था बीच कहिले जनमत संग्रह भएको थियो? अप्सनहरू रहेको छ विक्रम सम्वत 2037 साल वैशाख 10 गते, अप्सन बीमा विक्रम सम्वत 2037 साल वैशाख 15 गते, अप्सन सीमा विक्रम सम्वत 2037 साल वैशाख 20 गते र अप्सन डीमा विक्रम सम्वत 2037 साल वैशाख 5 गते भने यसको सही उत्तर हो अप्सन सी विक्रम सम्वत 2037 साल वैशाख 20 गते जनमत संग्रह भएको थियो। त्यसै गरी प्रश्न नम्बर 12 नेपाल सरकार र माओवादी बीच बृहत शान्ति सम्झौता कहिले भएको थियो? अप्सनहरू रहेको छ ए नम्बर विक्रम सम्वत 2036 मङ्सिर 10 गते, बी विक्रम सम्वत 2064 मङ्सिर 5 गते, सी माथिको कुनै पनि होइन, डी विक्रम सम्वत 2063 मङ्सिर 5 गते। यसको सही उत्तर रहेको छ अप्सन डी विक्रम सम्वत 2063 मङ्सिर 5 गते। त्यसै गरी प्रश्न नम्बर 13 रहेको छ नेपाल अधिराजको संविधान 2047 कुन तलका मध्ये राजाबाट अथवा तलका मध्ये कुन राजाबाट जारी भएको थियो? अप्सनहरू रहेको छ अप्सन ए राजा वीरेन्द्र, अप्सन बी राजा महेन्द्र, अप्सन सी राजा ज्ञानेन्द्र र अप्सन डीमा राजा दिपेन्द्र रहेको छ भने यसको सही उत्तर रहेको छ अप्सन ए राजा वीरेन्द्रबाट यो के भएको थियो त जारी भएको थियो भने यसको अप्सन ए सही रहेको छ। त्यसै गरी प्रश्न नम्बर 14 मा नेपालको अन्तरिम संविधान 2063 कति पटक संशोधन भएको थियो? अप्सनहरू रहेको छ ए 10 पटक, अप्सन बी मा 13 पटक, अप्सन सी मा 11 पटक र अप्सन डी मा 15 पटक रहेको छ भने यसको सही उत्तर हो अप्सन बी 13 पटक। नेपालको अन्तरिम संविधान 2063 13 पटक संशोधन भएको थियो। यसको सही उत्तर अप्सन बी 13 पटक रहेको छ। त्यसै गरी प्रश्न नम्बर 15 नेपालको संविधानमा कति भाग, धारा र अनुसूची रहेका छन्? अप्सनहरू रहेको छ अप्सन ए 35 भाग 308 धारा र 10 अनुसूची, त्यसै गरी अप्सन बी मा 35 भाग 108 धारा र 9 अनुसूची, अप्सन सी मा 35 भाग 308 धारा र 9 अनुसूची र अप्सन डी मा 34 भाग 308 धारा र 9 अनुसूची। यसको सही उत्तर हो अप्सन सी 35 भाग 308 धारा र 9 अनुसूची रहेका छन् नेपालको संविधानमा 72 मा आएको नेपालको संविधानमा। त्यसै गरी प्रश्न नम्बर 16 रहेको छ नेपालको संविधान राष्ट्रपतिबाट कहिले जारी भएको थियो? अप्सनहरू रहेको छ विक्रम सम्वत 2073 असोज 5 गते, विक्रम सम्वत 2070 असोज 3 गते, विक्रम सम्वत 2074 असोज 3 गते र विक्रम सम्वत 2072 असोज 3 गते। यसको सही उत्तर रहेको छ अप्सन डी विक्रम सम्वत 2072 असोज 3 गते। त्यसै गरी प्रश्न नम्बर 17 रहेको छ नेपालको संविधानले कति सदस्यीय प्रतिनिधि सभाको व्यवस्था गरेको छ?
अप्सनहरु रहेको छ ए 275 जना, अप्सन बी 165 जना, अप्सन सी 110 जना र अप्सन डी 59 जना। यसको सही उत्तर रहेको छ अप्सन ए 275 जना। त्यसैगरी प्रश्न नम्बर 18 रहेको छ लुम्बिनी प्रदेशमा तलका मध्ये कुन जिल्ला पर्दैन? लुम्बिनी प्रदेशमा तलका मध्ये कुन जिल्ला पर्दैन? अप्सनहरु रहेको छ ए कपिलवस्तु, अप्सन बी कैलाली, अप्सन सी बाँके र अप्सन डी दाङ रहेको छ। भने लुम्बिनी प्रदेशमा तलको मध्ये कुन जिल्ला पर्दैन भन्दा अप्सन बी यसको सही उत्तर रहेको छ, कैलाली जिल्ला लुम्बिनी प्रदेशमा पर्दैन। त्यसैगरी प्रश्न नम्बर 19 रहेको छ नेपालको संविधान भाग 3 धारा 31 मा कुन हक सम्बन्धी व्यवस्था गरिएको छ? अप्सनहरु रहेको छ ए स्वच्छ वातावरणको हक, बी नम्बरमा रहेको छ महिलाको हक, सी अप्सनमा शिक्षा सम्बन्धी हक र अप्सन डी रोजगारीको हक। भने यसको सही उत्तर हो अप्सन सी शिक्षा सम्बन्धी हक। धारा 31 मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरेको छ नेपालको संविधानले। त्यसैगरी प्रश्न नम्बर 20 मा नेपालको राष्ट्रिय झण्डाका डिजाइनर को हुन्? अप्सनहरु रहेको छ अप्सन ए हिमालय गौतम, अप्सन बी कृष्ण श्रेष्ठ, अप्सन सी अम्बर गुरुङ र अप्सन डी मा शंकरनाथ रिमाल। यसको सही उत्तर हो अप्सन डी शंकरनाथ रिमाल। त्यसैगरी प्रश्न नम्बर 21 मा नेपालको वर्तमान निशान छाप कहिलेदेखि लागू गरिएको हो? अप्सनहरु रहेको छ विक्रम सम्वत 2063 पुस 15 गते, अप्सन बी विक्रम सम्वत 2064 पुस 15 गते, अप्सन सी विक्रम सम्वत 2062 पुस 15 गते र अप्सन डी विक्रम सम्वत 2065 पुस 15 गते। यसको सही उत्तर रहेको छ अप्सन ए विक्रम सम्वत 2063 पुस 15 गते। त्यसैगरी प्रश्न नम्बर 22 रहेको छ स्थानीय तहको अधिकारको सूची नेपालको संविधानको कतिऔं अनुसूचीमा व्यवस्था गरिएको छ? अप्सनहरु रहेको छ ए अनुसूची 7, अप्सन बी अनुसूची 8, अप्सन सी अनुसूची 9 र अप्सन डी अनुसूची 6। यसको सही उत्तर हो अप्सन बी अनुसूची 8 मा स्थानीय तहको हक सम्बन्धी व्यवस्था गरिएको छ अथवा स्थानीय तहका हकको सूचीहरू रहेको छ। त्यसैगरी प्रश्न नम्बर 23 मा नेपालको चालु आर्थिक वर्ष 81-82 को आर्थिक वृद्धि दर कति रहने अनुमान गरिएको छ? अप्सनहरु रहेको छ अप्सन ए 3.76%, अप्सन बी 3.3%, अप्सन सी 4.61% र अप्सन डी 5.1%। भने यसको सही उत्तर रहेको छ अप्सन सी 4.61% रहेको छ यसको सही उत्तर। भने अब हामी जाउँ प्रश्न नम्बर 24 तर्फ। प्रश्न नम्बर 24 मा चालु आर्थिक वर्ष 81-82 मा नेपालको प्रति व्यक्ति आय कति अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ? अप्सनहरु रहेको छ अप्सन ए 1467 डलर, त्यसैगरी अप्सन बी मा 1520 डलर, अप्सन सी मा 1450 डलर र अप्सन डी मा 1517 डलर रहेको छ। भने यसको सही उत्तर हो अप्सन डी 1517 अर्थात् 1517 डलर। त्यसैगरी प्रश्न नम्बर 25 अर्थात् आजको अन्तिम प्रश्न नेपालको जनगणना 2078 का अनुसार नेपालमा कति जात जातिले बसोबास गरेको पाइन्छ? अप्सनहरु रहेको छ ए 142 जना, त्यसैगरी अप्सन बी रहेको छ 125, अप्सन सी 124 र अप्सन डी 123 रहेको छ। भने यसको सही उत्तर रहेको छ ए 142 जना। आजको लागि सम्पूर्ण प्रश्नहरू पूरा भएको छ र आजको यो भिडियो हेरिदिनु भएकोमा हार्दिक धन्यवाद र थप यस्ता खालका भिडियोहरूको लागि कृपया लाइक, सब्स्क्राइब र कमेन्ट गर्नुहोला। हस्, थ्यांक यू।